एक्सेस गरेर लानलाई, किनभने मेरो लागि दुवै फिल्म नै उत्तिकै इम्पोर्टेन्ट छ। सौगातजी, यो झ्यानाकुटी भन्ने फिल्म रिलिज भएको थियो है पहिला, बेनिसाजी नै हुनुहुन्थ्यो, त्यहाँ पनि कुखुरा थियो, त्यहाँ पनि छोरा थियो। यसको पनि पोस्टरहरू हेर्दाखेरि त्यस्तै लाग्छ क्या, यो झुक्किराख्नु भएको छ जस्तो लाग्छ क्या। हामी जस्तै दर्शकहरू पनि यस विषयमा थप के भन्न चाहनुहुन्छ? त्यो यो झ्यानाकुटीको सिक्वेल हो कि होइन, यो होइन भन्न चाहन्छु म। अरू थप के भन्न चाहनुहुन्छ? आज यहीँदेखि मैले खुलाइदिएँ, योसँग केही सम्बन्ध छैन, धेरै परपर छ। यही नाममा फिल्म बनेको छ सिटामोल। यसबाट के बुझिन्छ भनेदेखि जति यो नाम बढी उच्चारण गरिन्छ अथवा बढी लिइन्छ, जति फेमिलियर छ यो नाम, यो फिल्म पनि त्यति नै मन छुने मर्मस्पर्शी। चलचित्रबाट मैले धेरै कुराहरू सिकौँ, अझ योभन्दा राम्रो काम गर्न पाऊँ, मेरो यहाँहरूबाट यो आशा गर्दछु। सँगै अब यो सिनेमाको अघि अब हामी सबै विशेष गरेर अब चलचित्र सिटामोल नाम सँगसँगै अब बाबुल सरको पनि हिजो त्यो अब उहाँको बुवाको आज मलाई लाग्छ 6 महिना भयो कि जस्तो लाग्छ मलाई। अब हिजो नै उहाँले घर त्यो कामकाज सकेर आउनु भएको थियो जस्तो लाग्यो। आज त्यही सम्झनाले उहाँलाई यो चलचित्रमा पनि थुप्रै कुराहरू लगभग आफ्नो बाबुआमाप्रति समर्पित छ। त्यो कारणले गर्दाखेरि पनि उहाँले त्यो कुराले पनि केही कुराले टच गरे होला जस्तो मलाई लाग्छ। अब त्यस्तै सिनेमा पनि आम नेपालीहरूको दुःख हो, पीडा हो होइन। अब त्यो कारणले गर्दाखेरि अब त्यो दुःख त्यो पीडालाई अब हामीले हटाउनको लागि, त्यो पीडालाई सन्चो गराउनको लागि सिटामोलको आवश्यकता छ भन्ने एउटा बिम्बात्मक यो चलचित्र हो। यो चलचित्रको निर्माण क्रममा अघि बाबुल सरले मलाई भन्नुभयो 50,000, मैले गीत बनाउँदा उहाँलाई 50,000 रुपियाँ दिएको थिएँ आजभन्दा 8 वर्ष अगाडि। अनि त्यो गीत सुन्नलाई फेरि मैले त्यसपछि कविराज सरलाई दिएँ, कविराज दाईलाई दिएँ। दाईले दिएपछि यो गीत अलि राम्रो छ, तर यो गीत बजारमा यसले छुन्छ कि छुँदैन डर लाग्यो। अब म बाबुलसँग अरू धेरै गीत छन्, म एकचोटि आफै जान्छु भनेर मैले आदरणीय दाजु प्रदीप दाजु र हाम्रो कविराज दाजुलाई लिएर गएँ। कविराज दाजुले 20-25वटा गीतमध्ये एउटा गीत चाहिँ ल यो गीत गरौँ भनेर सिलेक्ट गर्नुभयो, छान्नुभयो। अनि त्यसपछि आएर यो लकडाउन के गर्दै तपाईँको 5 वर्ष बितेछ। त्यो बिचमा मैले अलिअलि यताउता जो गरेर तपाईँको दाइ मेरो यो सिनेमामा फेरि म यो लकडाउनको क्रममा सौगात दाजुसँग भेट गरिरहेको थिएँ, स्क्रिप्ट सुनाउँथेँ दाइसँग। अब ल यसो गर्नु पऱ्यो भने अब दाइको यो लकडाउन पछि गरौँला भन्दा त्यो बेलामा रोकिएका सिनेमाहरू थुप्रै थिए। ती सिनेमा गर्दै म अलि पछाडि परेँ। अब मैले लगभग 5 वर्ष 6 वर्ष जस्तो त्यो उक्लदै थियो 6औँ वर्षमा। अनि दाइले ठ्याक्कै अब ल गरौँ, अब चाहिँ ल यो सिटामोललाई टाइम दिनुपर्छ भनेर दाइको मनमा पनि ल यो सानै धेरै दौडियो, यसले दुःख पायो, अब यसको लागि अरूलाई रोकेर यसलाई दिनुपर्छ भनेर दाइले चाहिँ जुन मेरो लागि त्यो सोचिदिनु भएको त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु दाइ। यो तपाईँको गुण कहिले पनि बिर्सिने छैन। अनि त्यसपछि त्यो बिचमा चाहिँ ठ्याक्कै अब आदरणीय सम्माननीय नायिका बेनिसाज्यूसँग पनि अनि कुरा भयो। उहाँले पनि सहजै ल हुन्छ नि त म गर्छु भन्नुभयो। उहाँले पनि पछि अहिलेसम्म आउँदाखेरि पनि धेरै सहयोग गर्नुभयो। मैले यो सिनेमामा काम गर्दाखेरि आदरणीय सौगात दाजु र बेनिसा हमालज्यूबाट यो सिनेमाबाट मैले धेरै कुराहरू सिकेँ। फिल्म अब मैले चाहिँ यसो रहेछ भन्ने कुरा मैले हिजोका सिनेमाहरू मलाई लाग्छ हावाले गरेर रहेछ जस्तो लागिरहेको छ। मैले हावा तालले यो गरिरहेको जस्तो लाग्यो। र यो सिनेमा आइसक्यो, अब सिनेमा कस्तो बनाउनु पर्छ भन्ने कुरा बल्ल मैले पहिलो खुट्टीला टेक्दैछु जस्तो मलाई लागिरहेको छ। यही क्रममा दाइले जब अब ल हामी 20 गते जानुपर्छ भनेपछि मसँग 5,000 मात्रै थियो, पैसा सकिसकेको थियो। बिचमा एकजना निर्माता हुनुहुन्थ्यो, उहाँ केही कारणले यो सिनेमाबाट टाढा हुनुभयो। मसँग 5,000 रुपियाँ थियो, सिटी सेन्टरमा बोलाउनु भयो। मसँग चिया खुवाउने पैसा पनि थिएन। मैले एकजना साथीलाई बोलाएँ, ल 3,000 बोकेर आइज भाइ। त्यहाँ चिया खाने पैसा त्यो साथीले मलाई 3,000 दिएर मैले तिरेको। अनि दाइले भन्नुभयो, दाइ मसँग त 5,000 रुपियाँ मात्रै छ, म त के गरौँ त भनेर। अब के अरे सौगात दाइले ल 20 गते जाने नत्र भनेपछि म अरू फिल्ममा छु, तर पछि म टाइम दिन सक्छु सक्दैन मलाई थाहा छैन, अहिले हिँडिहालौँ भन्नुभएपछि मसँग त 5,000 मात्रै छ दाजु के गरौँ भनेर प्रदीप दाजुले हुन्छ जाउँ भने त्यो म त्यो सिटी सेन्टरको त्यो टोइलेटमा गएर म रोएको छु क्या। अब उपरवालेको हात छ, यो सिनेमा जसरी पनि सक्नुपर्छ, मैले आँटेको छु, बाँकी तेरो हात छ भनेर मैले परमप्रभुसँग मैले प्रार्थना गरेँ। अनि त्यसपछि आएर जब सुटिङमा जाँदा अनि मेरो आदरणीय सम्माननीय प्रदीप दाजुले अनि त्यसपछि मैले सम्झनै पर्छ आज उहाँहरू यहाँ हुनुहुन्न होला। अनि
भूगोल सर हुनुभयो। भूगोल सर आइसकेपछि ल भूगोल सर के गर्ने त भनिसकेपछि अनि अब हामी सुटिङमा जानुपर्छ भन्ने भइसकेपछि मैले चाहिँ अब दिवेश सरलाई बोलाएँ, दिवेश सरसँग कुरा गरेँ, सबैसँग कुरा गरेँ। अब पैसा छैन अनि सौगात दाजुले अब असिस्टेन्ट पनि तिमीले परिवर्तन गर्नुपर्छ भनेर तारा नेउपानेलाई, अनि त्यसपछि अर्को हाम्रो जीवन अनि उमेश अनि मेरो विशाल भाइ, मेरो हिजोदेखि आजसम्म मलाई फेरि दुःखमा अप्ठ्यारो पर्दा म छु भनेर एकदमै आशासम्म विशाल बराल ऊ अहिले यहीँ छ। ऊ विशाल कहाँ छ हात उठाउ त। ऊ मेरो आमाबाट जन्म नलिया मात्रै उसले मेरो लागि यति धेरै गरेको छ। अनि ऊ हामी मिलेर अब के गर्ने भनिसकेपछि अब तनाव राति म सुतेको छैन। ठ्याक्कै बिहान मलाई ओएसआरको ओम सरले ल राजबहादुर तिम्रो एउटा सिरियल मैले एग्रिमेन्ट गरेको थिएँ र तिम्रो सिरियलको पैसा लैजाऊ भन्नुभयो 2 लाख रुपियाँ। अनि त्यो 2 लाख रुपियाँ ल्याएपछि मैले तारा दाईलाई एग्रिमेन्ट गरेँ, अरू असिस्टेन्टलाई एग्रिमेन्ट गरेँ। अब सुटिङमा कसरी जाने अब तनाव भयो। त्यसपछि मलाई चाहिँ आदरणीय सम्माननीय हाम्रो सुरेन्द्र दाई पनि एकछिन उठिदिनुहोस् दाई प्लिज। उहाँ कलाकार पनि हुनुहुन्छ। सुरेन्द्र दाईले चाहिँ ल सुरेन्द्र दाई भेटिनुभयो। सुरेन्द्र दाई ल म गर्छु तपाईँलाई भनिसकेपछि सुरेन्द्र दाई मार्फत गङ्गाराम दाई आउनुभयो मेरो दाई। उहाँ पनि यो फिल्मको एकदमै मेरो जडा हो। उहाँ नभए सायद फिल्म बन्थेन होला। अनि त्यसपछि दाईसँग अब दाई अब गाडीको जिम्मा तपाईँले लिनु पऱ्यो भने दाईसँग कुरा भइसकेपछि सुटिङमा जाने पैसा थिएन। अनि मेरो आदरणीय एकजना साथी हुनुहुन्छ कृष्ण भट्टराई, सायद यहाँ आउनु भएको छ कि छैन। कृष्ण भट्टराई भन्नेलाई उहाँ चाहिँ बस पार्कमा उहाँको एक्सचेन्ज मनी छ। उहाँ मेरो एकदम शुभचिन्तक हितैषी साथी हुनुहुन्छ। अनि उहाँलाई सर म त सुटिङमा जानुपर्ने पैसा छैन भनेपछि उहाँले 8 लाख रुपियाँ दिनुभयो। 8 लाख दिनुभयो। त्यसरी गर्दा अनि बिचमा प्रदीप दाईले 10 लाख 15 लाख प्रदीप दाईले कताबाट मिलाएर हालिदिनु भयो। अनि त्यसपछि फेरि ओएसआरको ओम सरले 15 लाख रुपियाँ हालिदिनु भयो। त्यसै गर्दा सिनेमा यहाँसम्म आयो। मलाई चाहिँ यति मैले अहिले के छ यो सिनेमालाई मेरो करियर चाहिँ अब यो सिनेमाले फर्काउँछ मलाई लागिरहेको छ। किनकि यसको सुरुवातदेखि नै आज यहाँ यो गीत यहाँ रिलिज भइसकेपछि अब म चाहिँ मेरो सिनेमा चल्ने भएछ। अनि यो बिचमा पनि अनि एउटा अर्को नाम लिनै पर्ने मान्छे यो बिचमा अब यो सिनेमा हेरिसकेपछि प्रदीप दाईले विषयमा हेर्नु सिनेमा राम्रो बनाएको छ, अब तिमीले यसरी हुँदैन, यो सिनेमा जसरी पनि चल्नुपर्छ भनेर मलाई चाहिँ गरिसके। एकचोटि जोरदार ताली यो लोकप्रिय जोडी सौगात र बेनिसाको जोडीलाई। अब अरू कलाकारको पनि नाम लिउँ। श्रीकृष्ण निरौला, श्रीकृष्ण भाइ आउनुहोस्। अब यो फिल्मबाट अर्को नवनायक आउनुभयो है। अब एकपछि अर्को गर्दै फिल्ममा नवनायकहरू आइरहनु भएको छ। अब यसबाट चाहिँ श्रीकृष्ण निरौला, श्रीकृष्ण भाइलाई धेरै धेरै शुभकामना। र नवनायिका हुनुहुन्छ जानुका विश्वकर्मा। जानुकाजी खै तपाईँको नायिका? श्रीकृष्णजी खै नायिका? ओ नवमै आउनु भएन, खोज्नु पर्थ्यो नि त, अघि फोन गर्नु पर्थ्यो। ठिक छ, एक्लो हुनुभयो। कलाकार लोकेन्द्र लेखक, बाल कलाकार करण नेपाली, आराध्य राज्यलक्ष्मी डीसी अगाडि आउनु होला। अनि बाबु जेनिश अधिकारी, अर्को बाल कलाकारबाट अब हिरो हुने कलाकार भइसक्नु भएछ उहाँ। अन्य लोकप्रिय कलाकारहरूमा युवाला गौतम, सुशील पोखरेल, भूगोल कार्की, रामहरि खड्का, दिनेश रेग्मी, ज्ञानो मल्ल, दृष्टि महर्जन, काजल भुजेल, गङ्गाराम श्रेष्ठ, यी सबै नामहरू अगाडि आउनलाई। सुरेन्द्र खड्का, मोहन भण्डारी र अब अन्तिममा आउने नाम र मलाई विश्वास छ सबैभन्दा बढी ताली यही नाममा बज्छ। यो नाम हो पवन भट्टराई। पवन मेरो भतिजो यसमा कलाकार। पछाडि नै बस्यो त केटु त। सिटामोलको कार्यक्रम हो, सिटामोल खाएर आएको त होइन नि। मैले जति पनि नाम लिए कलाकारहरूको अगाडि आउनका लागि म आग्रह गर्छु है। यो हो सिटामोल टिम।
एकचोटि सिटामोल टिमले कतिपय कलाकार प्राविधिकको नाम छुट्या पनि हुन सक्छ, सबैलाई सम्झेर सम्मान स्वरूप ताली बजाउँ त आफ्नो टिमलाई। अब अलिकति अगाडि आउनुहोस् थोरै, यो फोटोमा पनि आउनु पर्यो। यो सिटामोल टिम साउन्ड 23बाट फिल्म चल्दैछ र यहाँ धेरै नेपाली चलचित्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति छ, सञ्चारकर्मी पत्रकार साथीहरू हुनुहुन्छ, तपाईहरू सबैलाई सम्मान। र आजको यस कार्यक्रमको प्रमुख अतिथि ज्ञानेन्द्र शाही, माननीय ज्ञानेन्द्र शाही हुनुहुन्छ। एकचोटि अगाडि आउनका लागि आग्रह गर्छु यहाँलाई। र अहिलेका सर्वाधिक चर्चित र लोकप्रिय नेता भन्ने शब्द भन्यो भने अलिकति अप्ठ्यारो सुनिन्छ, र मैले आश गरेको विश्वास गरेको एक नेता ज्ञानेन्द्र शाही। हामी सबैको आवाज बोलिराख्नुहुन्छ। एकचोटि जोरदार ताली ज्ञानेन्द्रजीका लागि। अझ बढी सफलता मिलोस्, अझ खरोदरो भएर प्रस्तुत हुनुहोला, शुभकामना। सिटामोल नै खान नपाउने अवस्था कसैलाई नआओस्, स्कुलै जान नपाउनु पर्ने अवस्था कसैलाई नआओस्। जे आश र विश्वास राजनीतिमा गरिन्छ अथवा नेतामा गरिन्छ त्यो विश्वासमा खरो उत्रिनुहोस्, शुभकामना। नेता होस् त ज्ञानेन्द्र शाही जस्तो भन्ने उदाहरण दिन पाइयोस्, शुभकामना। र यो साथका लागि पनि धन्यवाद। र यहाँ धेरै व्यक्तित्वहरू हुनुहुन्छ। यहाँ ज्ञानेन्द्र देउजा, अग्रज चलचित्रकर्मी निर्देशक, ज्ञानेन्द्र दाइ उपस्थितिका लागि धेरै धेरै धन्यवाद। अर्को अग्रज निर्देशक ऋषि लामिछाने, ऋषिजी यो उपस्थितिका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हामीसँग घनश्याम लामिछाने निर्देशक हुनुहुन्छ, घनश्यामजी उपस्थितिका लागि धेरै धेरै धन्यवाद। त्यस्तै लक्ष्मण रिजाल निर्देशक, लक्ष्मण रिजाललाई पनि धेरै धेरै धन्यवाद यो उपस्थितिका लागि। किरण नेपाली निर्माता हुनुहुन्छ, किरण भाइलाई पनि धेरै धेरै धन्यवाद। त्यस्तै सुधीर श्रेष्ठ हाम्रो लोकप्रिय कलाकार मोडल सुधीर भाइलाई पनि धन्यवाद। हामीसँग विवेक सापकोटा निर्माता निर्देशक हुनुहुन्छ, विवेकजीलाई पनि उपस्थितिका लागि धन्यवाद। अनि हार्दिक बधाई, सफलताको शुभकामना, सँगसँगै जोरदार ताली सामिप्य राज तिमल सिन्हालाई, चलचित्र समीक्षक समाजको अध्यक्ष। कता हुनुहुन्छ सामिप्य भाइ, तपाईँलाई हार्दिक बधाई, सफल कार्यकालको शुभकामना। सामिप्य भाइ हुनुहुन्न? ए बाहिरै व्यस्त हुनुहुन्छ, ठिक छ, हामीले उहाँलाई यहीँ भित्र ताली बजाइदिउँ, ठिक छ। अब मैले अघि राजेन्द्रको नाम लिएँ नि, होइन? कलोरिस राजेन्द्र भक्त, आउनु न माथि। अटिएन? यति ठुलो ज्यान पनि छैन, अटिन्छ ल।